लाग्ने अनुभूतिहरूमा अनुभूति भन्दा पनि जुन साधना गर्दाखेरि आइलाग्ने अवस्थाहरू, कसैको हातहरू बाँधिने, कोही मुद्रामा एउटा पोस्चर आफै कस्ने शरीरले, अनि कसैलाई चाहिँ घाँटिङ याक्न आउने, कोही केही चिजहरू आउँछ जसले घाँटिङ याके जस्तो हुने, कोही थिचे जस्तो हुने, कोही आउँछ केही गर्नु आए हुने, आफ्नो प्रेजेन्स देखा जस्तो गर्छ। यी अशरीरी चिजहरूको आकर्षण एक थरी भयो। यिनीहरू कस्तो कस्तो अवस्थाको मान्छेहरूलाई यसरी अलग अलग आइलाग्ने, यसको के छ तन्त्र भनेर सोधेका थिइन् अघि। यहाँ अहिले साधकहरूलाई आइपरेको अवस्थाहरू, र कौशलले नै कुरा गरे, त्यो जिब्रोमाथि फर्किन्छ ध्यानको अवस्थामा याद छ। तपाईँलाई त्यस्तो हुनुपर्छ भन्ने कन्सेप्ट थियो एउटा। साधना गर्ने बेला जब हाम्रो अचेतनको कहीँ गहिराइमा डुबुल्की मार्दै गर्छौँ, त्यो बेला कतिपय साधकहरूको जिब्रो स्वतः भित्र फर्किएर कतै माथि तालुतिर छिर्न खोज्छ। कसैको हातको मुद्राहरू कस्छ, थुप्रो यस्तो अवस्थाहरू आइलाग्छ। अझ यहाँ मजाले प्रयोग गर्ने हामीसँग स्कुल मात्रै नभएर, नत्र त सबै नै कोही कुन आसनमा कति दिन पक्रिएर बस्थ्यो, कुन के हालतमा बस्थ्यो, समाधि कसेर बस्थे, ध्यान लागेर बस्थे, त्यो हामीसँग अहिले माहौल छैन नै। दुःख लाग्छ केही साधकहरू सल्भ लागेको देख्दा। यी चिजहरू भने चाहिँ कस्तो हुन्छ भने हामीले योभन्दा अगाडि के प्र्याक्टिस गरेका छौँ यसमा डिपेन्ड गर्छ कसलाई के आइलाग्ने। कसैको कुन अवस्थामा पुगेर टुङ्गिएको छ यात्रा, यहाँसम्म छिटै पुगि नै हाल्ने हो। त्यस पछाडि हो मेहनत गर्ने गुरुले आफूले। त्यो हाम्रो स्वभाव अहिले खोतल्ने काम हुँदैछ। सबैको आफ्नो हुन्छ। पहिला के अभ्यास गरेको थियो त्यही अभ्यासको लगभग अवस्था सिर्जना हुन्छ। थाहै हुँदैन यो कसलाई कस्तो हुनुपर्ने भनेर। एउटै पन्थमा एउटै गुरुसँग रहेर पनि अलग अलग व्यक्तित्व लिएर आएका छौँ। गुरुले उसको डिजाइनमा हुर्काउनेवाला छैन। जसको जे डिजाइन छ त्यही डिजाइनमा हुर्काउनु छ, किनभने सबैको आफ्नो स्वभावलाई उजागर गर्नु छ। सो सबैको आफ्नो अवस्था छ, आफ्नो अवस्था उजागर हुने मात्रै हो। सो फलानुलाई यस्तो भयो, मलाई यस्तो हुनु भएन भन्ने खालको हुँदैन। कतिलाई केही नभइकन पनि डरिराखेका हुन्छ। सो ध्यानको अवस्थामा गहिरिँदै जाँदाखेरि साँच्चै नै भित्रैबाट केही एउटा पोस्चर कस्छ शरीरले।